र अकबर भनेका मुसलमान राजा भनिहाल्यो मैले पनि तिनीहरूले चाहिँ खालि एक अर्कालाई ढालाढाल गर्ने काम गर्थे बिरबलले उता के अरे राजालाई ढाल्ने काम राजाले बिरबललाई ढाल्ने काम गर्थे अन्त एक दिन के गरेछन् अरे भन्दाखेरि अनि अलिक परतिर हिँड्दै थिए जहाँ जाँदै अनि अकबरले भनेछ बिरबललाई मन्त्री बिरबल महाराज प्रश्न अब मैले आज यस्तो सपना देखेँ भन्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ भने महाराज कस्तो देख्नु भन्नुहोस् न भनेर मन्त्रीले बिरबलले अनि बिरबलले के अकबरले के भनेर तपाईँलाई त म त आज राति के अरे गुको कुण्डमा डुबिरहेको पो देखेँ त भनेछन् अरे गुको कुण्डमा टोइलेटको चाहिँ ट्याङ्कीभित्र चाहिँ पुरा पौडी खेलेर डुबिरहेको देखेँ मैले भनेर चाहिँ ढाडा छन् अरे अकबर राजाले बिरबललाई अनि बिरबलले पनि उसको प्रत्युत्तरमा चाहिँ महाराज ओहो मेरो पनि उस्तो देखेको छु न तपाईँहरू मैले त भनेछन् अरे अब कसो देख्यो बिरबल भनेर औ तपाईँले म गुको कुण्डमा डुबिरहेको देख्नु भएको छ मैले कस्तो देखेँ भने त्यसको जस्ट विपरीत उल्टो देखेँ मैले के भन्दाखेरि तपाईँ चाहिँ मको कुण्डमा हाम्फाल्नु भएको रहेछ म चाहिँ गुको कुण्डमा हाम्फालेको छु मैले तपाईँलाई चाटेको छु तपाईँले मलाई चाट्नु भएको छ भनेछन् अरे अकबर बिरबल मन्त्रीले भनेपछि अकबरले के चाटेछ गु चाटेछ यस्तो प्रसङ्ग मिलाएर चाहिँ के अरे मिलाइ ढाल्ने काम गर्छन् नि त अकबर र बिरबलमा अनि अर्को कुरो के गरेछ भने अनि यसो गरेछ एक दिन गएछन् अब फेरि अकबर भन्दा बिरबलबाट बिरबलको छोरीबाट एक दिन के भनेछन् र भने उयसमा दरबारमा बोलाएर अकबरले होइन मन्त्री मलाई खरानीको डोरी चाहिएको छ खरानीको डोरी लिएर आऊ ल भोलि भनेछन् अरे अनि भोलि अब घर जहाँ गयो अरे अनि त्यहाँबाट घर गयो तब बुझ्यो अरे अनि त्यहाँबाट उसलाई त एकदम टेन्सन भएछ अरे टेन्सनको मुद्रादेखि उसको छोरीले बिरबल मन्त्रीलाई होइन मन्त्रीको अनि त्यहाँबाट भएर चाहिँ बा खाना खानुहोस् यसको के छ समाधान अब जस्तै के समस्याहरू भए प्रश्नहरू भए त्यस्ता अकबर महाराजद्वारा केही हुनुभएको छ भने त्यसको मलाई भन्नुहोस् प्रश्नको जवाब म तयार गर्नुको लागि भनेर छोरीले भनेछन् अरे र छोरीले भने पछाडि चाहिँ उसको बालो खानासाना खायो अरे अनि के सोध्नु भएको छ महाराजद्वारा के हुकुम भएको छ लु भन्नुहोस् भनेर भन्दाखेरि मलाई त के अरे उयो डोरी बाटेर खरानीको डोरी बाटेरले भन्नुभएको छ भनेर भनेछन् अरे बिरबलले छोरीलाई टेन्सन नलिनुहोस् जानुहोस् एउटा थाल ल्याउनुहोस् अनि थालेर आएछन् अरे बिरबलले अनि एउटा सुनपाटको डोरी बाटेको डोरी सानो पिस काटेर ल्याउनुहोस् भनेर भनिन्छ होइन त्यो छोरीले चाहिँ बाबालाई भनेको बिरबललाई अनि एउटा सुनपाटको डोरी पनि उसले व्यवस्था गरिदिनु पऱ्यो अनि त्यहाँबाट थालमाथि राखेर सुनपाटको डोरी बाटेको डोरी राखेर चाहिँ अनि त्यहाँबाट मोडी तेल हालेर चाहिँ सलाई पारेर लगाइदिन्छन् त्यो डोरी डढेर भस्म भयो होइन डोरी डढेर भस्म भयो तर त्यो खरानी त डोरी नै भयो नि त डोरी छँदैछ त्यो त के भएको छैन अनि त्यहाँबाट त्यो अब यो बोकेर लानुहोस् रातदरबार लिएर गयो मन्त्री बिरबल लिएर आयो डोरी लिएर आयो महाराज भने यसो छुमा लगाएर देखाएँ अनि त्यहाँबाट बिरबल अकबर छुन खोजेँ नसुनुहोस् यो मैले बल्ल बाटेर ल्याएको यस्तो मुस्किल साथ बाटेर ल्याएको छु मैले डोरी नसुनुहोस् है यो फुसुस जान्छ तपाईँले फेरि बाट्न सक्नुहुन्न डोरी भनेछन् अरे बिरबलले अकबरलाई हो न अब उसले छोइहालेछन् अरे अनि मैले खरानीकै डोरी बाटेर ल्याउनु भने खरानीकै ल्याएको छु हो त राख त फुसुसै जाँदो रहेछ मलाई चाहिँ अब त्यसमा हारेको अनि एक दिन के भएछ अरे भन्दाखेरि नबिगारी टिप्नुहोस् भनेर भन्थे नबिगारी टिप्नुहोस् भने अब टिपिँदैन डोरी खरानीको टिप्ने कुरो भएन अब त्यसमा नि हारे बाटेर ल्याएकै डोरी खरानीको अब हारे त्यसमा अब अर्को प्रसङ्ग के आयो भन्दाखेरि फेरि ढाल्ने क्रममा एक दिन चाहिँ बोलायो अरे फेरि राज्यमा बिरबल मलाई गोरुको दुध चाहिएको छ गोरुको दुध खानु मन लागेको छ मलाई गोरुको दुध दिएर भने अनि सधैँ चाहिँ भोलिपल्ट
त्यस्तै भयो र यताउता गऱ्यो अरे अनि त्यहाँबाट छोरीलाई भने गयो अरे अनि त्यहाँबाट छोरीले भने के भन्यो भने अनि त्यहाँबाट छोरीले लुकानी उसलाई अनि परेदारहरू आयो अरे उसलाई बोलाउनको लागि आयो ऊ गएन उसले के गर्यो भन्दाखेरि त्यो दिन अघिल्लो दिन चाहिँ बिरुवाको घरमा खसी काटेको रहेछ अरे होइन खसी लागेको रगत रहेछ अरे अनि त्यहाँबाट रगत भएको अब जस्तै ढाङ्नाहरू यताउता अनि के अरे ढाङ्नाहरू थिए लगेर चाहिँ अनि त्यहाँबाट एकाबेनी लगेर त्यो अकबर राजा नहुने के अरे धारामा लगाएर छुट्टु पारिदिएर रह्यो अरे बिरुवाको छोरीले तपाईँ ननिस्किनुहोस् है तपाईँ फ्याटै ननिस्किनुहोस् घरबाट म यसको उत्तर प्रत्युत्तर दिएर दिइहाल्छु भनेर मानिस अनि लुगा त्यो चुचु पारेको आवाज चाहिँ राजा सुतेको बेला बिहानै अब ऊ उठेर नुहाउनु जानु भएको छैन त्यो छुचुप गरेको आवाज आयो कानमा राजाको कानमा ओहो मेरो धारामा को आयो त्यहाँ आँट गरेर एकाबेनी जाँदा भनेर एउटा परेदारलाई पठाएको छ एउटा सिपाहीलाई पठाएँ यसो गरेर हेर्छु अनि बिरुवालको छोरी घर जाँदाखेरि त महाराज बिरुवालको छोरी चाहिँ कपडा थाङ्ना धोइरहेको छ अनि किन धोएको भन्दाखेरि त्यहाँबाट खोइ बाउ सुत्केरी छ भनेर भन्यो उसले भनेपछि त्यो त्यही कुरो भन्दै हाल्यो अनि त्यहाँबाट उसको बालो हो नहो गएर हेर्दाखेरि त धोइरहेको छ थाङ्ना अनि गर के भयो यो किन एकाबेनी मेरो धारामा यत्रो आँट गरेर चाहिँ मनाउने धारामा क्यारी लुगा पनि आँट पुऱ्याएर आइस भनेर चाहिँ कुरा गर्दाखेरि बाबा सुत्केरी हुनुभएको छ मैले थाहा महाराज भनेछ अनि त्यहाँबाट यो अचम्मको कुरो नगर्नु त कहिले हुन्छ त्यो लग्न सुत्केरी हुन्छ कहिले महाराज हुँदैन त्यसो भने हुँदैन त भनेपछि हुँदैन लग्न सुत्केरी हुँदैन कहिले हुँदैन त भनेर अरे अकबर हो त्यही भएर गोरुको दुध पनि हुँदैन भनिन्छ बिरुवालको छोरीले अनि त्यो भने अब त्यो पनि हार अब छैन अनि अर्को कुरो के भएको छ भने अब यो चाहिँ अर्को खिचडीको प्रसङ्ग आयो होइन खिचडीको प्रसङ्गमा चाहिँ अब अर्को दिन एक दिन के गरेछ भने राजाले एउटा माछा बोलाएर होइन राजसभामा बोलाएर के जानकारी गराएको छ अब जनतासँग भने मेरो पर राजदरबारदेखि लगभग 10 कोस पर एउटा पोखरी छ जसमा चाहिँ त्यो पोखरीमा चाहिँ रातभरि यति घाँटी मात्रै टाको मात्रै निकालेर को बस्न सक्छ त्यसलाई 50,000 नगद र के राजदरबारको आदि म दौलत उपलब्ध गराउँछु भनेर कुरो गरेको रहेछ राजाले त्यसो भनेको छैन अनि त्यहाँबाट अब जस्तै अब गरिब दुखीलाई त गोरु खट्छु गोरु केही हुन्छ भने भन्नुहुन्छ नि त अनि एउटा गरिब मान्छे निस्केर महाराज म सक्छु म गर्छु भनेर अनि उसको बालो गर्छस् बस्छस् बस्छु भने अनि उसले भनेको गएर बसो गरो यति अब यति पानीमा जिउ जम्मै डुबाएर टाउको मात्रै निकालेर रातभरि बसेको बिरुवा एउटा त्यो गरिब मान्छे बस्यो गरिब चाहिँ गएर बस्यो पानीमा ऊ किनकि केही पाइन्छ नि त केही पाइन्छ उसलाई पाइन्छ भन्ने भयो आशा भयो त्यो भएर चाहिँ गएर बस्यो भनेपछि अन्त गएर बस्यो र अन्त भोलिपल्ट आएछ अरे बिहानै अब गए मान्छेहरू होइन जाँदाखेरि जाँदा उसलाई लिएर आइज भनेर लिएर आयो बोलायो राजा फेरि पोखरीबाट बोलाउँदाखेरि जाँदा फेरि सोधेछन् अनि त पोखरीमा बस्ने मैले भने जति बसेछ होइन बसेँ महाराज त के आधारले पोखरीमा बसेस् भनेर भनेछ अकबरले अनि त्यसरी के आधारले बसेछ भन्दाखेरि महाराज म त तपाईँको पत्रिका तपाईँको राजदरबारको पत्रिका आधारले बसेँ महाराज भने तपाईँ मेरो पत्रिका आधारले बसेको होस् न हो महाराज त्यसो भने मेरा राज्यको पत्रिका आधारले त बसेको रहेछ तैँले मैले भने पाउँछुको तैँले त्यो पाउँदैनस् भनेर भनेको छ अरे क्या उपहारहरू जुन पैसाहरू धन दौलतहरू तैँले पाउँदैनस् किनकि मेरो पत्रिका आधार बसेस् मेरो राज्यको पत्रिका आधार भनेर चाहिँ पेलेर दिएनछ राजाले दिएनन् अनि अर्को दिन के भएछ अरे भन्दाखेरि एउटा बैठक बसेछ अरे त्यो राजदरबारको बैठक बस्यो त्यो बैठकमा चाहिँ फेरि मन्त्री बेगर चाहिँ कामै नहुने रहेछ अरे जहाँ कि मन्त्री आउनुपर्ने अनि मात्रै काम हुने त्यहाँ अनि मन्त्रीको अनुपस्थिति छ मन्त्री छैनन् अनि पहरेदारलाई 2-3जना पहरेदारलाई खटाएर चाहिँ अनि के गरे भने लु मन्त्री लिएर आउनु पऱ्यो यहाँ एकदमै सभा सुरु हुनको लागि एकदम लेट भइरहेको छ ढिलाइ भइरहेको छ मन्त्रीलाई तुरुन्त दाखिल गराउनु पऱ्यो यहाँनिर राज्यमा सभामा भनेर छैन अकबर अनि त्यहाँबाट 2जना पहरेदारहरू गए जाँदाखेरि त एउटा पर जङ्गलको छेउमा एउटा सानो चौरीमा बाँसको लिङ्गो गाडेर चाहिँ
अकर के अरे बिरबलले चाहिँ माथि बाँसको लिङ्ग माथि एउटा सानो भाँडो राखेको रहेछन् अरे अग्लो माथिबाट अनि तलबाट आगो जोता रहेछन् अरे अनि त्यहाँबाट मन्त्री के गर्नुभएको तपाईँले राजाले होइन मन्त्रीले चाहिँ मन्त्रीले अनि त्यहाँबाट महाराज मन्त्रीज्यू तपाईँले के गर्नुभएको म यहाँ खिचडी पकाउनु लागेको खिचडी पकाउनु लागेको त्यो खिचडी पकाएर खाएर मात्रै आउँछु अलिकति ढिलो हुन्छ होला भनिदिनु नि महाराजलाई भनेर भनेर त्यो सिपाहीहरू फर्केर जाँदाखेरि चाहिँ त्यहाँबाट फेरि अरू सिपाहीहरू पठायो होइन यहाँ ढिलो भइसक्यो छिटो बोलाएर ल्याऊ तिम्रो तिनजना जाऊ फेरि भनेर लाँदैछ आउन मानेछन् यो खिचडी पाकिसके पछाडि मात्रै खाएर आउँछु म भनेर चाहिँ भनेछन् पठाइहाल्यो अरू सिपाहीहरूलाई अनि त्यहाँबाट अर्को सेकेन्ड पालि गएको सिपाहीहरूलाई के भन्यो भने राजा तपाईँ महाराज तपाईँ आफै जानुहोस् अरे मन्त्री लिनको लागि भनेर भनिदिनुहोस् गरेर भनेछन् अरे अनि जाँदाखेरि त महाराज मन्त्रीज्यूले यो हुकुम भएको छ कि हजुर आफै जानु पर्छ तपाईँ लिनको लागि उहाँ चाहिँ अलिक खिचडी पकाउँदै हुनुहुन्छ अरे खिचडी खाएर मात्रै आउँछु भनेर चाहिँ भन्नुभयो अनि अर्को कुरो भनेको तपाईँ आफै जानु अरे उहाँहरूले भनेर भन्नुभएको छ भन्ने खालको कुरो जानकारी गरायो राजाले सिपाहीहरूले त्यसो भन्दाखेरि अनि ओहो के रहेछ के गर्दो रहेछ त बिरबल भनेर चाहिँ उसलाई घोडा चढाएर आएछन् अरे आयो अरे आएर हेर्दाखेरि त हो न हो बाँसको लिङ्गमा माथि सानो भाँडो छ पिल आएको छ तर भुइँमा के गरेको मन्त्री बिरबल भन्यो महाराज म त खिचडी साह्रै खानु मन लाग्यो त्यो खिचडी पकाएर खाएर भनेर अलिकति आगोको जोड्दैछु यो के हो यो खिचडी पाक्छ नि महाराज भनेछ यो सम्भव हुन्छ यो खिचडी यो आगाले कहिले पाक्नु त खिचडी महाराज यो आगाले त खिचडी पाक्दैन त भने कहाँ पाक्छ त पाक्छ त आगो तल भाँडो बसेर पाक्छ यो आगाले त माथि खिचडी पाक्छ भने पाक्दैन हो त्यही भएर तपाईँको बत्तीको आधार त्यत्रो पर 10 कोस पर भएको पोखरी कसरी मान्छे आधार बस्छ कसरी बस्छ तपाईँ भन्न सक्नुहुन्छ त्यो भएर चाहिँ त्यो मान्छे तपाईँको बत्तीको आधारमा बस्छ भने यो खिचडी पाक्छ भन्दै मन्त्रीले होइन भने पाक्दैन त्यो मान्छे बत्तीको आधारमा बस्छ के हो भने खिचडी पाक्छ होइन भने बसेको रहेन पाक्दैन हो त्यो कहाँ पाक्छ त त्यस्तो भने अब सकेन बिरबलले हारे यस्ता जस्तो बाठा छन् होइन उस्तै ढाडाडाल गर्छन् तर बिरबलले अकबरले कहिले जितेका छैन कहिले जितेको छैन राजा हो नि त हार्नु त भएको छैन तर कुनैमा जित्दैन त्यसले के गर्नु